अब म भाग 47को महिनाको 4 दिन शीर्षकको कथा पढ्छु। माथिको जंगलमा चराचुरुङ्गी र किरा फटङ्ग्राको आवाजले गुन्जिरहेको थियो। गोरा साहेबहरू बिहानै उठेछन्। घाम झुल्किएर माछा पुछ्रेको टुप्पामा सिउँदो परेछ। सिन्दुरले कोरिएको जस्तो टिपिक्क रातो, हेर्दै झिलिमिली। अन्नपूर्ण साउथको टुप्पोमा पनि टह टह घाम देखिन थालेछ। मैना र मानबहादुर पनि सबेरै उठे। आँगनको छेउमा गएर उभिए। निधारमा हात राखेर अनुहार छले। मानबहादुरले एक एक गर्दै सबै हिमालको नाम मैनालाई भन्न थाले। मैना, ऊ पर हेर्न, सबैभन्दा पूर्वको चुच्चो पाथीभरि जस्तै देखिने मनास्लु हो। त्योभन्दा अलि यत्ताको टुप्पामा तिखा तिखा धार भएको जस्तो देखिने हिमाललाई पिक 29 भन्छन्। ऊ यो ठूलो धम्मरधुस ध्याचक्क बसेको लमजुङ हो। त्यो भन्दा सिधै माथिको कोप्रोमा छाया परेको अन्नपूर्ण दोस्रो अरे। यो अगाडिको त माछा पुछ्रे भइगयो। माछा पुछ्रेले त जहाँ बसेर पनि चिनिहाल्छेस्। त्यो त डाँडाबाट पनि तैँले चिनिहाल्छेस्। माछा पुछ्रेको अलिक तल मार्दी हिमाल छ, तर ठम्म्याउन गाह्रो छ। चिन्दिनेस् तैँले? मैनाले सोधिन्। ऊ यो देब्रेपट्टिको चाहिँ के हो नि मानु? कति ठुलो हो, हेर्दै डर लाग्दो। मानबहादुरले भने, यो यता तलको गोरुको जुरो जस्तो हिमचुली हो। उता सिधा माथिको सबैभन्दा अग्लो अन्नपूर्ण पहिलो अरे। बिचको सानो छ नि, सानो तिखो टाढापानीबाट देखिने प्रकृतिले सिँगारिएका दृश्यहरू उनीहरूले रहर पुग्ने गरी हेरे। जताततै हराभरा, हरियै हरियै सेतै। बिहानको खाना खाएर आजको दिन छोमरोङ पुग्नु पर्ने थियो। टाढापानीबाट ठाडै ओह्रालो झर्नु पर्ने थियो। बारीका कान्ला, खेतका डिल, चिप्लो ठाडो ओह्रालो झर्दा खुट्टा खाँदिएर थलै परिन्छ। घुँडा दुख्ने डर पनि उत्तिकै हुन्छ। मानबहादुरको खुट्टा पनि अझै कमजोर नै थियो। गोरा साहबहरूले बिहानको खाजा खाएपछि आफ्ना झोलाहरू मिलाएर कोठाको अगाडि ढोकामा राखिदिए। साउनीले उनीहरूलाई पनि पाउरोटी र चिया खान दिइन्। त्यसपछि भारी बोक्दै मानबहादुरहरू ओह्रालो झरे। लैड मैना, म अगाडि लाग्छु, तँ चाहिँ मेरो पछि पछि आइज। गोरा साहेबहरू हाम्रो पछाडि आउँछन्। ओह्रालो झरेर खोलामा पुग्न अझै 1.5 घण्टा जति लाग्छ। बाटो अलिक अप्ठ्यारो छ। चिप्लिएर लड्न सकिन्छ। अलिक होस पुर्याएर हिँड्नुपर्छ है। खोला पारी पुगेपछि गोरा साहेबहरूलाई अगाडि लगाउनु पर्छ। अगाडि यिनै हिँडुन्। छोमरोङमा उनीहरू जुन होटेलमा बस्छन्, हामी पनि त्यहीँ त जाने हो। हिँड्दा हिँड्दै यसो पछि फर्केर हेरे। अनि फेरि अघि लाग्दै भने, यतातिरका साउनीहरू पनि राम्रै हुन्छन्। बारीमा नगएका भए त होटेलमै भेटिन्छन्। भरियालाई पनि चिया जुस दिन्छन्। तर दोभान र हिमालयतिर धेरै होटेलहरू छैनन्। त्यतातिर चाहिँ हामीलाई बस्न र खान अलिक गाह्रो हुन्छ। जे होला होला, वर्षमा एकचोटि आउने त हो। जे पाइन्छ त्यही खानुपर्छ। त्यतातिर गोरा साहबहरूलाई पनि कोठा पाउन मुस्किल पर्छ। हामी चाँडै गएर एउटा कोठामा झोला राखिहाल्नुपर्छ। साँचो लगाएर चाबी चाहिँ आफैसँग राख्नुपर्छ। गोरा साहबहरू आइपुग्न साथ उनीहरूको हातमा कोठाको चाबी दिएपछि दङ्ग पर्छन्। चाबी लिन चाहिँ नबिर्सनु है। यति भनिसक्दा उनले निकै नै बुद्धिमानी कुरा गरे जस्तो अनुभव गर्दै अनुहार उज्यालो बनाए। मैनाले भनिन्, ल तिमी नै अगाडि हिँड। भारी खासै गरौँ छैन। तिमीलाई ओह्रालोमा भारी बोकेर हिँड्न गाह्रो भयो भने मलाई देऊ, खप्टेर मै बोक्छु। तिमी बिस्तारै बिस्तारै ओह्रालो झर्नु, तल खोलामा गएर बस्दै गर। उनले त्यसो भने पनि मानबहादुरले मैनालाई आफ्नो भारी बोक्न दिएनन्। छिटो छिटो पनि हिँडेनन्। बिस्तारै नबोली अघि अघि हिँडिरहे। निकै बेरसम्म त्यत्तिकै हिँडेपछि मैनाले फेरि भनिन्, छोमरोङ पनि त्यति धेरै टाढा त छैन होला। 3 दिनमा त अन्नपूर्ण बेस क्याम्प त्यही पुगिन्छ। बरु छोमरोङमा अलिअलि लसुन किनेर भए पनि बोक्नुपर्छ। हिमालय पुगेपछि लसुन मुखमा च्यापेर हिँड्नुपर्छ। मैले जति माथि गए उति हाई लाग्छ भन्ने सुनेकी छु। गोरा साहेबहरूलाई बेलुका पिरो पिरो खोर्सानी र लसुनको सुप पिउन दिनुपर्छ। धेरै हाई लाग्यो भने यता औषधि गर्ने अस्पताल र डाक्टरहरू छैनन् भन्थे मामाले। बिजोग हुन्छ अरे। कता कता मलाई त साहेबनी अन्नपूर्ण बेस क्याम्पसम्म पुग्छिन् जस्तो लाग्दैन। हेर न, साहेबनी ओह्रालो झर्दा पनि खुट्टा कमाउँदै झर्दैछन्। हातले भित्तातिर पनि समाउँदैछन्। खुरमुरिन्छन् कि के हो? तिमी पनि हिँड्दा राम्ररी विचार गर है। कर्याप्प बल्झेला। यिनीहरूलाई टाउको दुख्यो र ज्वरो आयो भने त माथि लानु हुँदैन। बरु एक दिन बढाउनु। थकाइ मारेर भोलिपल्ट पुगे पनि हुन्छ। हिँड्दा खुट्टा कामी रह्यो, बान्ता आउन थाल्यो भने त माथि जान मिल्दैन अरे, मामाले भन्थे। त्यस्तो भयो भने त ऊ तल झरिहाल्नुपर्छ अरे। बरु एक दिन दोभानतिरै बसेर भोलिपल्ट गए पनि हुन्छ। मानबहादुरले भने, मामाले धेरै अनुभव गरेका रहेछन्। हो त, माछा पुछ्रे बेस क्याम्प भन्दा माथि त हरिया रुख बिरुवा पनि छैनन्। अन्नपूर्ण बेस क्याम्प पुगेपछि गोरा साहबहरूले फोटाहरू खिच्छन्। पछि चिया कफी पनि खान्छन् होला। दिउँसो 2-4 घण्टा उतै बसेर माछा पुछ्रे बेस क्याम्प झरेर बास बस्नुपर्छ। अन्नपूर्ण बेस क्याम्पमा राति सुत्न त त्यत्तिकै हो। धेरै मान्छेहरू हुन्छन्। खान पाए पनि सुत्नको समस्या हुन्छ। त्यता त एउटा गाउँमा जम्मा 3-4वटा होटेल मात्रै हुन्छन्। माछा पुछ्रे बेस क्याम्पमा चाहिँ धेरै होटेल छन्। गोरा हिँड्ने ठाउँमा त जति माथि गए उति नै धेरै होटेलहरू हुनुपर्ने हो। धेरै टुरिस्टहरू हिँड्ने ठाउँमा त बास बस्ने होटल पनि धेरै नै हुनुपर्ने हो। खाने पिउने ठाउँ त झन् धेरै हुनुपर्ने। यता त झन् उल्टो पो रहेछ।
होटेल बनाउन पनि दिँदैनन् अरे, पहुँच भएकै मान्छे चाहिने रहेछ। भरियाहरूलाई बास बस्ने ठाउँ पनि छैन। भरियाहरूको लागि चाहिँ झन् धेरै बनाउन दिनुपर्ने। ट्रेकिङ हिँड्ने बाटोमा यता पनि धेरै काम गर्न बाँकी नै रहेछ। सगरमाथातिर जाँदा त जति माथि गयो उति धेरै होटेलहरू छन्, तर बेस क्याम्पमा चाहिँ त्यहाँ पनि एउटा पनि होटेल छैनन्। त्यहाँ बास बस्नको लागि त पाल नै लिएर जानुपर्छ। यता पनि थोरङ पास, दामोदर कुण्ड र ताङ्गे धी गाउँतिर बास बस्ने ठाउँ छैनन्। खाने बस्ने ठाउँ नै नभएपछि मान्छे लुरी गुम्बा हेर्न कसरी जान्छन्? लुरी गुम्बै नपुग्ने भए त माथिल्लो मुस्ताङ अपुरो भइहाल्छ नि। गुरु पद्मसम्मवाले ध्यान गरेको पवित्र गुम्बा। टुरिस्टहरू हिँड्ने ठाउँमा त जति माथि गयो उति खाने बस्ने पिउने ठाउँहरूको व्यवस्था हुनुपर्ने हो नि। यारा र घारा झनै रमाइलो छ। त्यहाँको त चलन पनि अनौठो छ। मान्छे मर्यो भने लामाले जोखाना हेरेर मात्र शव यात्रा हुन्छ। गाउँको बीचबाट शव लैजान पाइँदैन। साइत जुराएर मात्रै घरबाट निकाल्छन्। लामाले जोखाना हेरेर निर्णय गर्छन्, शवलाई गाडेर चिहान बनाउने कि आगोमा जलाउने कि लासलाई काटेर चोक्टा चोक्टा बनाएर गिद्ध र चिल्लाइदिने। त्यही अनुसारको काम हुन्छ। हेर्दा र सुन्दा पनि डरलाग्दो हुन्छ। हिँड्दा हिँड्दै एउटा ढुङ्गाको आड लिएर उभिँदै मैनाले भनिन्, गोरा साहबहरूलाई घुमाउने गाइड र भारी बोक्ने भरियाहरूलाई खाने र बास बस्ने सुविधा हुनुपर्ने हो। नभए गोराहरूलाई कसरी नयाँ नयाँ ठाउँमा लिएर जान सक्छन् त? गोरालाई लग्ने त गाइडहरूले नै हो। सगरमाथा र अन्नपूर्णको टुप्पोसम्म पुग्न गोरा साहबहरू यहाँ आउँछन्। धेरै पैसा पनि खर्च गर्छन्। त्यहाँसम्म पुर्याउन पनि भरिया र गाइड नै चाहिन्छ। तर हामी भरियाहरूलाई खान र सुत्न धेरै महँगो छ। दिनभरि भारी बोकेको पैसाले 2 छाक खान पनि पुग्दैन। सुत्नको लागि कोठा त झन् के पाइन्थ्यो र? मानबहादुरले भने। थोरङ पास त छिचोल्नै 7 घण्टा लाग्छ। हावा हुरी आयो भने केही उपाय छैन। पानी आयो भने ओत लाग्ने ठाउँ पनि छैन। अझ हिउँ पर्यो भने त हामी भरियाहरू कसरी बाँच्नु त्यहाँ? सबै ज्यान माया मारे हुन्छ। हार गुहार कतै केही पाइँदैन। मर्न बेर लाग्दैन। लेकमा एक्लै कहिल्यै नहिँड्नु। हिउँ र हावाहुरीको के कुरा? उस्तै परे बोल्दा बोल्दै सास बन्द हुन्छ। गाइड र गोराहरू त छिटो छिटो हिँडेर जान्छन्। हामी भरियाहरू त छिटो हिँड्न पनि मिल्दैन। भारीमा महँगा महँगा सामान हुन्छन्। खाने पिउने कुरा पनि त्यही हुन्छ। त्यहाँ भरियाहरूलाई आपत पर्दा ओत लाग्ने एउटा सानो ओडार पनि छैन। कसैलाई मतलब छैन। सरकारले टुरिस्टसँग पर्मिट भनेर पैसा त उठाउँछ, तर टुरिस्टको भने मतलब राख्दैन। गाइड र भरियाको त के कुरा? किरो मरे चाहिँ मर्नुपर्छ। मैनाले थपिन्, बरु सबैसँग अलिअलि पैसा उठाएर भए पनि एउटा गोठ बनाए हुन्थ्यो। ढुङ्गै ढुङ्गाको पर्खाल लगाएर पनि त बनाउन सकिन्छ नि। हावा हुन्डरी हिउँबाट त बचिन्छ। बरु गाइड भरिया र गोरा साहेबहरूसँग पनि थोरै थोरै पैसा उठाउने हो कि? यस्तै गफ गर्दै उनीहरू खोलाको छेउमा पुगे। गोरा साहेबहरू पनि आइपुगे। एकछिन पानीमा खुट्टा डुबाएर चारैजना त्यहीँ बसे। छेउको एउटा घरमा तातो चिया पनि पिए। सबैजनाको चियाको पैसा गोरा साहेबले नै तिरे। बेलुकातिर छोमरङ पुगे। छोमरङमा धेरै होटलहरू रहेछन्। गोरा साहेब पनि ठुलै होटलमा बस्ने भए। मैनाले 2टै झोलाहरू गोरा साहेबको कोठामा पुर्याइदिन्। गोरा साहेबहरू लुगा फेरेर अगेनाको डिलमा आएर बसे। होटेलकी साउनीले 1 थर्मस तातो पानी र चियापत्ती नजिकै राखिदिन्। मैना र मानबहादुरलाई जुस पिउन दिन्। तिमीहरू यो खाँदै गर भनेर अलिकति भुटेको गहुँ पनि मजेत्रोमा राखिदिन्। मैनाले भोकले आत्तिएको बेला फ्वाको मारिहालिन्। अरू भरियाहरू पल्लो घरको चुलोमा गएर रक्सी पिउँदै थिए। नुन र हरियो खोर्सानी पिँधेको शीतन थियो। चोर औँलाले त्यही टिप्दै चाट्दै गर्थे अनि रक्सी सुरुप्प पार्थे। मैना र मानबहादुर दुवैजना रक्सी नपिउने भएको हुनाले होटेलभित्रै कुनामा गएर बसिरहे। मैनाले होटेलको साउनीलाई खुसुक्क कानमा भनिन्, दिदी आज त मेरो 3 दिन मात्र भएको छ। तपाईलाई चुलोमा काम सघाउन मिल्छ भने भन्नु, म सघाउँछु। साउनीले भनिन्, लौ हेर यो बहिनी त के भन्छ के काम सघाउन मिलिहाल्छ नि। बिहानै नुहाएर सफा भयो होला नि त? सफा सुग्घर भए त भइहाल्यो नि। के को 3 दिन, के को 4 दिन? हामी आइमाईको जात यस्तै हो। यो प्रकृतिको देन हो। बरु जसरी बस्दा शरीरलाई सुविधा हुन्छ त्यसरी नै बस्नु। त्यस्तो दिनसिन गर्नु पर्दैन। लक्ष्मी, पार्वती, दुर्गा, भगवती पनि त थिए नि महिला। उनीहरू चाहिँ नछुने हुँदैन थियो र? तिनका दिन कसले गर्यो? नछुने हुँदा उनीहरूलाई मन्दिर बाहिर राख्थे त? उनले लक्ष्मी, पार्वती, दुर्गा, भगवती सबै मरेपछि उनीहरूको मन्दिर बनाएको हो भन्ने ख्यालै गरिनन्। साउनी दिदीले उनलाई कति सजिलो गरी कुरा बुझाइन्। अरू कुरा त उनले पनि बुझेकै थिइन्। यी देवीहरू पनि त नछुने हुन्छन् नि भन्ने चाहिँ उनले विचार गरेकी रहेनछिन्। उनका कुराले धेरै नै ज्ञान पाए जस्तो लाग्यो मैनालाई। उनले फेरि थपिन्, आफू सफा भएर बसेपछि चुलोमा काम गर्न किन नमिल्नु र? सफा भएपछि मन्दिरमा गएर देवताको पूजा गर्न पनि मिल्छ। देवताले किन आएको भन्दैनन्, मलाई नछौ भन्दैनन्। ल आऊ चुलोको सबै काम गर भन्दै मैनालाई बोलाइन्। साउनीले भनिन्, हेर बहिनी, हामीले पनि पुराणमा सुनेको हो, मान्छेको जातमा नारी भनेको निर्माण गर्ने जात रहेछ। यो संसार बनाउने जिम्मा नारीलाई नै उत्तिकै रहेछ। नारी जीवनमा पीडा पनि उत्तिकै हुन्छ। शक्तिशाली पनि हुन्छन्। चाहे भने मान्छेलाई फेल गराउन पनि सक्छन्। मैले पुराणमै सुनेकी हुँ। द्रौपदी नामकी एकजना आइमाई थिइन् अरे। उनले कृष्ण, भीष्म, अभिमन्यु जस्ता शक्तिशालीलाई पनि बुद्धिले हराइन् अरे। 5 पाण्डवहरू पनि उनीसँगै थाके। यो छुने र नछुने हो भन्ने केही हुँदैन। कति छुने र कसरी छुने भन्ने मात्रै हो।
मैनाले भनिन्, साउनी, यो मानबहादुर र म बुढाबुढी नै हौ। यस्तो बेलामा भनेर होला ऊ मलाई छुन डराएको छ। हाम्रो बिहा भएको आज 5 दिन मात्रै भयो। भारी बोकेर कमाउँदै सँगै हिँड्न मन लाग्यो, तर सम्बन्ध चाहिँ पुरानै हो। भारी बोकेर जाँदा डाकमारमा गाँसेको माया हो। चिन्जान पनि त्यही भएको। 1 महिना मात्र भयो चिन्जान भएको। पछि त हातै मागेर बिहा गरेका हौ। म नछुने भएको बेलामा पानी नछुनु है भन्ने नबोलेको भए आज कति राम्रो हुन्थ्यो। त्यही बोलेर अहिले जताततै यस्तो भयो। साउनीले भनिन्, ठिकै छ नि, तिमीलाई सिकाएको होला। सरसफाई गरेपछि खानेकुरा छुन मिल्छ, चुलोमा गएर पकाउन पनि मिल्छ, पानी छुन पनि मिल्छ। हाम्रोतिर त यस्तो बार्ने चलन छैन, हामी बार्दैनौ। अन्तिममा अलिक हाँसे जस्तो गरेर मुस्कुराइन्। यो बेलामा लोग्नेसँग मिसिनु चाहिँ हुँदैन। यति बेला मिसियो भने आफ्नै जिउ बिग्रिन्छ नि मोरी। दुवैजना तन्नेरी छौ, फेरि गुवामै फाल नहाल्नु। यस्तो कुरामा बहुत होस पुर्याउनु पर्छ। आफ्नै मनको कुरा हो, मन बाँध्न सक्नुपर्छ। होस पुर्यायो भनेपछि फेरि चरम आनन्द लिन पनि सकिन्छ। के गर्नु, स्कुलमा पनि यस्तो कुरा त पढाउनु पर्ने हो, तर मान्छे लजाउँछन्। अर्कातिर फर्किएर आफैसँग लजाए जस्तो भइन्। यो पाठ यही सकियो। अब म भाग 48 को चोखिएको दिन पढ्छु। गोरा साहेबहरूलाई खाना खान बोलाऊ। आज बेलैमा काम सकेर सुत्नुपर्छ। तिमीहरू पनि थाकेका छौ होला। बेलैमा खाना खाएर सुत। माम्री मिठो लाग्छ कि लाग्दैन? कराईमा माम्री लागेको ढिँडो छ। यो उमेर त माम्री मनपर्ने उमेर हो नि। त्यो पनि मिठो लाग्छ भने खाऊ, नत्र मै खान्छु। ऊ त्यो पाली घरमा ढोकाको साँचो खुला छ। ओड्ने ओछ्याउने र सिरानी पनि भित्रै छ। भरियाहरूको लागि सुत्ने घर हाम्रो यही हो। तिमीहरूले सुतेको पैसा तिर्नु पर्दैन। ऊ त्यो कुनामा टुकी छ, त्यही बालेर जानु। सुत्ने बेलामा टुकी निभाउनु है। गोरा साहबहरू खाना खाएर आफ्नो कोठातिर लागे। एकछिनपछि उनीहरू पनि खाना खान आए। मैनाले माम्री कोतरिन्, त्यो पनि बाँडेर खाए। एकछिनपछि टुकी बालेर पाली घरतिर लागे। निन्द्रा पुगेकै थिएन। खच्चरहरू बिहानै उकालो ओह्रालो झर्न थाले। घन्टीको आवाज ट्याङऱ्याङ र टुङरुङ सुनिन थाल्यो। खच्चर गोठालो पनि सिट्ट सिट्ट सुसेला हाल्दै थियो। हैट भन्दै कराउँदै पनि थियो। मानौ ऊ खच्चरमाथि घोडा चढेरै कुदाउँदैछ जस्तो। घाँटीमा झुन्डाएको घन्टीको आवाजले दुवैजनालाई बिहान सबेरै उठायो। मैनाले आँखी झ्यालको प्वालबाट हेरिन्। सबै खच्चरको मुखमा झोला झुन्डाएको थियो। झोलाभित्रै गराममा मकै चपाउँदै ओह्रालो झर्दै थिए खच्चर। यही बेलामा मानबहादुरले भने, बल्ल आज तेरो 4 दिन भएको हो। जान त ऊ तल धारामा टह टह घाम लागेको छ। हेर त बाहिर, पानी पनि तातो नै छ होला। नत्र अलिकति तातो पानी कित्लीमा माग्न साउनीसँग। बाल्टीमा चिसो र तातो मिसाएर नुहाउनु। चिसो पानीमा नुहाउँदा कठाङ्रिन्छ। अरूले पनि त्यहाँ नुहाइरहेका छन्। साह्रै चिसो भए त नुहाउँदैन थिए होला। एकछिन फेर्नको लागि मजेत्र लैजा। आइमाई मात्रै हुन्छन्, केही नापिँदैन। तेरा फेर्ने लुगा छैनन् भनेर कसले पो सोध्छ र तँलाई? मजेत्रो बेर चिसो लुगा चाहिँ घरमा सुकाइदिनु। 9 बजीसम्म सुकिहाल्छ। सुकेनन् भने भारीको पछाडि झुन्डाउला। ब्लुज चाहिँ झोलाभित्र राखिदे। ब्लुज र पेन्टी कहिल्यै बाहिर नसुकाउनु। बाहिरी झुन्डिएको देखे भने मान्छेका आँखा लाग्छन्, घटक्क थुक निल्छन्। मनमा नै ब्लुज नै खोलेर भित्र हेरेको कल्पना गर्छन्। ब्लुज नै सुमसुम्याउन बेर लाउँदैनन्। पेन्टी त झन् डरलाग्दो चिज हो, होस पुर्याउनु है, मैनाले भनिन्। कुनै कुनै बेलाका तिम्रा कुराले मनै झसङ्ग बनाउँछ। ल हुन्छ, म गएँ है त भनेर उनी बिहानी सबेरै धारामा नुहाउन गइन्। साथमा मजेत्रो र सानो साबुनको टुक्रा पनि लिन्। अलिकति तातो पानी साउनीसँग मानिन्। थर्मसको पानी बाल्टीमा खन्याइन्। चिसो र तातो पानी मिसाएर लुगासँगै नुहाइन्। नुहाइसकेपछि मजेत्रोले शरीर बेरबार पारेर खेतको आलीमुनि लुकिन्। शरीरका सबै चिसा लुगा खोलेर ढुङ्गामाथि सुकाइन्। आफू चाहिँ आलीमुनि नै छेकिएर नाङ्गै बसिन्। घामले शरीर त तातो भयो, तर लुगा सुक्न चाहिँ बेर लाग्यो। मानबहादुरले घरमा यताउता हेरे। साउनीलाई कतै देखेनन्। घर पछाडि ट्वाङ ट्वाङ आवाज आइरहेको थियो। बल्ल उनले देखे साउनी दाउरा चिर्दै रहेछिन्। त्यही मौकामा राति सुतेको तन्ना सुटुक्क लिएर मैना भएको ठाउँमा गए। त्यही तन्नाले मैनाको शरीरमा ढपक्क ढाकिदिए। अनि लगत्तै आएर साउनीलाई दाउरा चिर्न सघाए। उनी खुसी भइन्। एकछिनमा मैनाका लुगा पनि अलिअलि ओभाना भए। तिनै लुगा लगाएर फर्किन्। नुहाएर आएपछि आफू सुतेको ओछ्यानको तन्ना ओढ्ने र ओछ्याउने जस्ताको तस्तै मिलाएर राखिदिए। अनि मैना फेरि साउनीलाई सघाउन भान्सा कोठातिर गइन्। गोरा साहेबहरू पनि उठेर बिहानको खाजा खान थाले। हिजोको जस्तै पाउरोटी, अन्डा, भुटेको आलु, चिया र कफीले उनीहरूलाई फुर्तिलो बनायो। गोराहरूको बिहानको खानेकुरा प्राय दिनदिनै उस्तै हुन्छ। ट्रेकिङ जानेहरूको लागि यो अडिलो खाजा हो। सबैले प्राय यस्तै खाजा खान्छन्। साहेबले त्यसपछि आफ्ना आफ्ना झोलाहरू तयार गरेर ढोका बाहिर राखिदिए। उनीहरू तयार भए भन्ने थाहा पाएपछि मैनाले पनि हतार हतार गरेर कपाल कोरिन्। रातो रिबनको चुल्ठो बनाइन्। लगाएका लुगाहरू अब मैनाको शरीरमै सुक्ने भए। मानबहादुरले कोठा बाहिर राखेका दुवै झोलाहरूलाई आँगनको पर्खालमा ल्याएर राखे। घाम टलक्क टल्केर चर्किन थालिसकेको थियो। जस्ता पाताका छाना आँखा खाने गरी टल्किए। उनीहरूले पनि आगोमा सेकाएको पाउरोटी र चिया खाएपछि आफ्ना आफ्ना
भारी बोकेर गोराहरूका अगाडि लागे। तल घट्टे खोलामा झोलुङ्गे पुल थियो। गोरा साहबहरूले पुलको वारी र पारी गर्दै थुप्रै फोटाहरू खिचे। पुलमाथि उभिएर खोलाको मास्तिर हेरे। उनीहरूले भेटेको अर्को झोलुङ्गे पुल थियो यो। यस अगाडि नै हिलेमा तिखे ढुङ्गामा यस्ता पुलमाथि हिँडिसकेका थिए। पुललाई दुवै हातले हल्लाए। मैना र मानबहादुरले भारी बोकेर पुलमाथि हिँडेको फोटो पनि खिचे। मैना र साहेबनीको सँगै उभिएको फोटो पनि खिचे। साहेब र मानबहादुरको फोटो साहेबनीले खिचिन्। सबैजना उभिएर फेरि पुल हल्लाए। मैना आत्तिएर पुलतिर दौडिन्। यो देखेर सबैजना खितिती हाँसे। आजको बास चाहिँ हिमालय गाउँमै हुने भयो। हिमालयमा 4वटा मात्र होटलहरू छन् भने मानेले पोहोर आउँदा पनि कोठा पाउन मुस्किल परेको सम्झे। अनि उनले भने हामी साहेबहरूभन्दा अलि छिटो हिँडेर अगाडि नै पुग्नुपर्छ हिमालयमा। बेलैमा पुग्यो भने साउनीलाई भनेर कोठामा झोला राखौँला। ढिला पुग्यो भने भएका कोठाहरू अरूले नै लिइसक्छन्। मैनाले भनिन्, ल तिमी अगाडि नै लाग नि त, हामी पछि पछि तिमीलाई भेट्दै आउँछौ। अलमल लिँदैनौ होला नि। बाटोमा दोहोरी लत्त मान्छे हिँडिरहेका छन्, सोध्दै सोध्दै पनि आइपुग्छौ, तिमी जाऊ। अगेनाको डिलमा हाम्रा झोलाहरू राख्नु, आफू पनि त्यही झोला नजिकै बसिरहनु है। अरू भरियाहरू भन्दा अलिक टाढा राख्नु हाम्रा झोला। मानबहादुरले भने, अचेलभरि खासै धेरै भरियाहरू हुँदैनन्। पहिला पहिला त बाटोमा मान्छे दोहोरी लत्त हिँड्थे, अहिले त कोरोना सोरोना भन्छन्। कोरोनाले गर्दा गोरा साहेबहरू पनि आउन छोडे। हेर्न बाटोको दायाँ बायाँ झार उम्रिसक्यो, बिजोग छ। अनि कुरामा नलमल्ली मानबहादुर अघि लागे। मैनाले हिँड्दा हिँड्दै उभिएर माथितिर हेर्दै भनिन्, होइन हिमालय गाउँ कति टाढा छ? निकै लामो बाटो हिँडियो, अझै पुगिँदैन त। यो पाठ मैले यहीँ पढेर सकेँ। अब म फेरि अर्को पाठ पढ्छु है त।